कसले जानेन हौ आएर सुरु गर्छन् बाबुजी फेरि हिँडिहाल्नु भयो बाबुलाई चिया लागेन त अब अन्त खाने नखाने होला त्यो पलिसन खान्छ पनि बाल्दिन्छ कता यो यसमा यहाँ राख्ने ओहो ल ए अथा मलाई लाग्यो यहाँ यही संसारमै राम्रो देउसी रङ्गोली देउसीले भनौँ न भैली राम्रो भइदिएर अनि सानो चाहिँ किन ल्याएको कुन किन ल्याएको अरू चाडा दिएले न माटोमा यहाँ वरिपरि अनि यो माथिसम्म पुग्छ नि त पुग्छ यो दियो हाल्ने मान्छेको चाहिँ म पुरस्कार दिन्छु होला है कता राख्ने ओहो उता राख्नु न कता राख्ने यहाँ हो त्यो अलि राम्रो खालको खै कहाँ राम्रो भन्दा राम्रोसँग हालेर ल्याउनु पर्थ्यो कहाँ हालेको हो त्यो बाहिर बाहिर पो राख्ने होला त बाहिरै त चाडा यता यता राख्ने होला होइन अब के हो कहाँ छ अब अलि अलि ठिक कहाँ राख्ने यो राखाइ मिलाएर पानी भित्रिलो यस्तो थाहा अरे टुक्रो डिङ्गु चाहिँ हामीलाई लाग्छ जस्तो छ है अब अलि यता फर्काएर होला फेरि के गरेको चारतिर कि कता फर्काएर भित्र लाने ल सबै यता एउटै पल्ट फर्काइदिएँ मैले खै दे यता इतिहास बाल यस्तो बाल्ने कुरामा त म अगाडि अगाडि छु अलि बाल्नुपर्छ बालेन निभ्यो हेलो कस्तो हावा चलेको हौ थाहा ल ल ल प्याट पारौँ ल दियो र बसेर बाल न एउटाले बत्ती बाल्ने एउटाले बोक्ने एउटाले बत्ती बोका एउटा बाल्दै राख्दै होइन लुक क्रिएटिभिटी गफ मात्रै हान्न आउने मान्छे उठ्यो हावा पनि बढ्दै जान्छ बाल्दै बस्ने हो कि ओहो यो एउटा लाइनमा मात्र राखेको त हो नि घरको फ्रन्ट साइडमा सुनते हैं जब यति मात्रै हो कि मैले उता राखेकै छैन त्यहाँ एउटा छ त एउटा ट्रान्सप्यारेन्ट हुनुपर्छ त्यो तर ऊ त्यो थियो नि किन फ्यालेको होला मैले त्यही भने बोतल थियो त्यो किन फ्यालेको त्यसलाई काटेर गर्नुपर्छ मसँग 2टा बोतल त छ त्यो बोतलहरू फ्यालेको छ र मम्मी हो त्यो उसको के यसमा उयो राख्नु पर्यो नि त अब फेरि जल्दो रहन्छ अनि के भन्नु यसरी त्यसको वरिपरि राख्यो भने निम्दैन नि त दियो के गर्नु
बत्ती बत्ती बाल्न यो यहाँ बत्ती बालेर आइस त ओ आज ड्युटी यही हुन्छ क्या यो बाले को बाले खोइ कहाँ छ ए ल भन मेरा बहिनी हो यहाँ लाइट कहाँ लाग्छ ढुङ्गामा लागेर के बोल्दैन ल सबै नि बिर्सिएछ यो पालि त खतरा भएको छ नि सबै झिलिङ हाल्यो अनि हामीले किन झिलिङ नहाल्यो मलाई नगराइ हस् अनि यो चाहिँ कता बाल्ने हो यो बाल ओइ के ऊ त्यो बाल्न है ल मैले रोकेँ अरे जो लाइट छ पक खोइ यहाँ नि यसरी बाल थाहा छ हो बाल्न आउँछ दियो त म के अरे अरू मोमबत्ती चाहिँ बल्थ्यो होला मोमबत्ती झन् चाड्ने भए ल आफै पनि गरे भइहाल्छ नि यसो घुमाउने त हो नि मजाले बल्ने कसरी बाल्नु त्यो भनेर राम्रो छ हावा चलेर बोल्दै त्यो ऊ को घरको फ्यान्टाहरूको ग्लास छ भने काटेर ल्याएन अनि राख सबै फाल्दिसक्यो त के को काट्न जानु काटेर राखे भए काम लाग्छ नि यहाँ दियोलाई छोप्न के गर्नु हावा नभएपछि भइहाल्छ ए हे झिलिङ क्यामेराको एङ्गल मिल्दैन यु नो बलेन यहाँ निभिहाल्छ खै यहाँ बाल त अब अलिक हावा चलेर राखेर आइज नि यहाँ अरू उतातिर राखेको छैन कि यता त मात्रै राखेको भिडियो त भनेको कुन न्युजमा भयो दियो नै बल्दो रहेछ के कसरी भयो पक्का लाग्छ भैली उठे त पुगेन मोमबत्ती बाल्न अब मोमबत्ती त्यो हुँदैन क्या पछि बाल्दा नि हावा चलेर निमानी छ यहाँ त 10 रुपैयाँ आलिसि मैले अलि भरे अब त पटाकामा को दियो पल्यो कि अब त पटाका बाल्दै पड्काइ मात्र पलाइ पनि गर्छ खुट्टा दुखिँदैन पछाखा के देखाएको बत्ती होइन हावाले बल्नै दिएको छैन यतिचोटि बाल्यो होइन कस्तो राम्रो रङ्गोली बत्ती बाल्दै दियो गयो दिन सरी के भन मैले तिमी चुप्पा भन न उता जा नराख पर्छस् भाइरल गरिदिन्छ अब म उता तर कोही पनि नहुँदाखेरि कतिवटा कुकुर आयो होला एउटा कुकुर त माथि नै छ होइन You know, happy Kukur Tihar and happy Lakshmi Puja to me. ओके
मैले भनेको हो आज बाल्दै बस अब आज चाहिँ बलिदियो आज रात पऱ्यो म बाल्दै सक्छु बाल्नु पर्ने त दियो हो यति बाल्दैन त्यो एउटा बचाएर के गर्छ अरू सब निभिसक्यो राति हान्न चले कहिले चल्छ जाने त्यसको अगाडि त्यो एउटा ट्रान्सपेरेन्ट ग्लास हुन्छ त्यो राख्नुपर्छ सकिन्छ त्यो त के हो एउटालाई बच्चा अरूलाई चाहिँ कसले बचाउँछ कुन्नी मोमबत्ती काम छैन भने घरभित्र मात्रै काम हो भने बुझ्दैनस् त्यसलाई उठाएर लिएर जाउँ तल तल बालिदिनु पर्छ हाल अब साथीहरू त्यो स्नेप पढाएर आज झिलिमिली हो राधेको त हेरेकै थिएन खतरा भएको गरेपछि झिलिमिली जुवाकोटमा त्यस्तो झिलिमिली कहीँ देखिनँ त म त ब्याङ्कको त्यसै झिलिमिली हो त यु नो चारैतिर झुलमिली आर्ट डे 3 माथि कौसीमा हिँड्न के दियो लिएर हिँड्न माला माथि राख्ने अरे शीत परेपछि राम्रो हुन्छ अरे झन् हिँड्न अनि डिप फ्रिज मासु हालेको छ नि त ए हिँड्न भने छिटो दियो लिएर ए फेरि त्यो बिर्सक्यो यसलाई यहाँ राख्थ्यौँ मिलाएर है यो फोकस बिग्रिया क्यामेरा भन्दा चाहिँ मोबाइलले उस्तै छ नो कसरी पो हाल्ने होला त यसलाई यहाँ राख्दिउँ है यसलाई यहाँ राख्दिउँ न मिलाएर राख्दिउँ न यसरी होइन ल यसै माथि राख्दिउँ न टपरी पनि ल डन अब फेरि कहाँ छ ओ गुड देख्न चाहिँ केही देखिरहेन सानो त यो त तलै बाल्ने जस्तो लाग्यो मलाई हिजो यसमा बिहान बाल्नु भयो होला नि अहिले यो तर लगाउँ ल तैँले किन नल्याएको के लाइटर यो त मेरो हो म यहाँ बालिरहेको छु भनेको छोड न जो छोर उसको ठुलो छोर मैले अघि भर्खर निकालेँ बुझेँ फुच्चे थाहा ओ धेरै नकरा बढी सुट्टा तान्दै अहिले गाला फुट्ने गरिदिन्छ अनि यहाँ बलेन तेरो यहाँ
कपाल त हो त्यसरी चिपिका लगाएपछि मात्रै हुन्छ तेल राम्रो लाग्छ टिभी साह्रै राम्रो लाग्छ यस अब उसको अब एकदमै राम्रो होइन तल बसेर खिच्नु नि पर्यो सबै डक्टर या जुरुको काट्यो त्यो टोपी Very त good. राम्रो देखिन्छ